फाइनली म चाहिँ हजुरहरूको क्वेसनको एन्सर लिएर आज आएको छु र त्यो क्वेसन हो नेपालबाट लक्समबर्ग वर्क भिजामा आउन मिल्छ कि मिल्दैन र यो भिडियो चाहिँ मैले अनस्किल्ड म्यान पावरको लागि मात्र कुरा गर्दैछु, स्किल्डको लागि छुट्टै बनाउँछु हैन। सो लक्समबर्गमा नेपालबाट डाइरेक्ट अनस्किल्ड वर्कर्सहरू आउन चाहिँ इम्पोसिबल त भन्दिनँ, तर धेरै नै गाह्रो छ। किनभने सुन्नुस्, लक्समबर्गमा चाहिँ क्रस बोर्डर वर्करहरू धेरै आउनुहुन्छ के। लक्समबर्गको वर्क फोर्सको लगभग 45 देखि 50% वर्करहरू त क्रस बोर्डर नै हुनुहुन्छ हैन। अब नम्बर नै सुन्न चाहनुहुन्छ भने डेली 2,20,000 भन्दा बढी मान्छेहरू चाहिँ कम्युट गरेर काम मात्रै गर्न आउँछन् के। त्यही भएर अब यहाँको अपर्च्युनिटीहरू सबै नेबरिङ कन्ट्रिजहरूले पनि लिइरहेको छ नि त हैन। र यहाँको इम्प्लोयरलाई पनि त्यही नै फाइदा हुन्छ के। किनभने अब नेबरिङ कन्ट्रिजको मान्छे ल्याउँदा, फर इक्जाम्पल फ्रान्सकै कुरा गरौँ, फ्रान्सबाट वर्कर लिएर आउँदाखेरि चाहिँ उसको भिजा प्रोसेसिङ कस्ट बच्यो हैन। उसलाई अलरेडी फ्रेन्च आउँछ जुन चाहिँ यहाँको वान अफ द अफिसियल ल्याङ्ग्वेज हो, त्यो पनि फाइदा भयो। र अर्को भनेको EU सिटिजनले चाहिँ यहाँ वर्क पर्मिट लिइराख्नु पर्दैन हैन। सबै कुराबाट फाइदा छ नि त। त्यही भएर इम्प्लोयरले फर्स्टमा चाहिँ नेबरिङ कन्ट्री क्रस बोर्डर वर्कर नै खोज्छ। यदि त्यहाँबाट पाएन भने पनि अरू EU सिटिजन, EU कन्ट्रीको मान्छेहरू खोज्छ हैन। त्यसपछि पनि त्यहाँबाट पनि अप्सन, आफूलाई सुटेबल अप्सन पाएन भने बल्ल अरू कन्ट्रीबाट, हामी जस्तो नेपालहरूबाट खोज्ने हो। त्यही भएर चान्स चाहिँ धेरै नै कम छ। त्यसो भए त्यहाँ त्यत्रो धेरै नेपाली कसरी भए त भनेर क्वेसन आयो नि हैन। यो एकदम भ्यालिड क्वेसन हो र यसको एन्सर चाहिँ यहाँ आउन चाहिँ मैले 4वटा अप्सन देखेछु। नम्बर 1 ब्लू कार्ड अप्लाई गर्ने, यो चाहिँ हाइली स्किल प्रोफेसनल्सको लागि हो। र नम्बर 2 छ यहाँ अलरेडी रजिस्टर्ड बिजनेस भएको मान्छेहरूले चाहिँ यदि आफूलाई जरुरत छ भने स्पोन्सर गरेर ल्याउन सक्नुहुन्छ। त्यो चाहिँ धेरै होइन कि 1-2 जना ल्याउन सक्नुहुन्छ हैन। थर्ड भनेको चाहिँ पहिल्यै युरोपियन कन्ट्रिजमा आएर बसेर त्यहाँको PR अथवा सिटिजनसिप लिइसकेर यता मुभ हुनुभएको पनि हुनुहुन्छ। र फोर्थ भनेको चाहिँ फ्यामिली रियुनियन भिजामा पनि आउनु भएको छ। त्यही भएर बाहिरबाट हेर्दाखेरि चाहिँ त्यहाँ कति धेरै नेपालीहरू गएको छ, सजिलो छ जस्तो लाग्छ। तर त्यस्तो होइन। यस्तो हाइपमा भाइरल भएको कुराहरू भन्दा पनि हजुरहरूले चाहिँ सिस्टममा के छ त्यो बुझ्नुहोस् हैन। मैले पनि आज चाहिँ फल्स होप देखाउन भन्दा पनि राइट इन्फर्मेसन दिन चाहिँ जरुरी छ है भनेर यो भिडियो बनाएको हो। र मैले चाहिँ हजुरहरू कसैलाई पनि डिमोटिभेट चाहिँ गर्न खोजेको होइन। हजुरहरूले सायद बुझ्नुहुन्छ होला। थ्याङ्क यू।